अनि हजुरहरूको चेहरामा हेर्दाखेरि अनुहारमा हेर्दाखेरि पढ्ने मात्र होइन बुझेर मनदेखि हजुरहरूको के यसको शब्दको अनुभव हुने गर्दै मैले यहाँदेखि देख्दैछ। यही कारणले म यो के अरे काम नेपालमा ट्रान्सलेसन गर्ने भजन बनाउने कारण यही हो। अनि अहिले यो भजनदेखि हामी कस्तो गरे शरणागमन जाने, कस्तो गरे बोधिचित्त जागरुक गर्ने, यसको बारेमा छोटा समयमा सजिलोले हामीले थाहा हुनुभयो। यो कारणले म यो गरेको यस्तो हो, काम गरेको। तर यो चाहिँ यो पहिले लामाले कसले गरेको छैन। म यो गर्ने बेला मैले कुनै धेरै सोच्यो। अब तामाङ समुदाय, नेवार, शेर्पा सबैमा यस्तो भोटे लिपि पढ्ने नजाने तर बुद्ध धर्ममा इन्ट्रेस्ट हुने मान्छे धेरै हुन्छ नि। यसको बारेमा हामीले भोटे लिपि मात्र सिकेर त भएन, कतिजनाले सिक्छ त धेरै हुँदैन। यही कारणले म यो काम सुरु गर्ने बेला पनि कोहीले त यो लामाले के गरेको अबे ठाउँमा नबसेर यस्तो के गरेको भने भन्छ, यो मलाई थाहा छ तर यो फरक छैन। अहिले यहाँ कति मान्छे आएको छ, यही भित्र आज यो किताबमा लेखेको शब्दहरू सजिलो देखे, अनुभव देखे अनि मनमा हजुरहरूको मनमा बसेरै हुन्छ। यसको मेरो यो कामको हामीहरू सबै काम गरेको सफल फाइदा चाहिँ यति हो। अब यसको पछि है अब हामीले शरणागमनले बोधिचित्त चाहिँ मान्छेमा दुई पाउन्ड जस्तै हो, दुईटा खुट्टा जस्तै। एउटा नभएर बुद्ध भूमिको मार्गमा हामी हिँड्नु सक्दैन, पुग्नु सक्दैन। सबै प्राणको लागि सेवक बन्नु सक्दैन। सबै प्राणको लागि सेवक बन्नुको एउटा यसको कारणमा लाग्नुले दुईटा पाउन्ड निश्चित छ। यो चाहिँ शरणागमन र बोधिचित्त भयो है। अब यो सकेपछि हामी यहाँमा के गर्नुहुन्छ भने केमे तोङबानी तङ तेन्जुङले नङवाङ तङले सुन्जु क्युमिन्स रङदुङ नङका छटिङ जाछु युसन सेन्चे पेनी दाबितेन उत्तरमा चाहिँ जाउले सिंगेन से के तोकिन सन्दम प्रेजेन्ट छोटो सुन्तो दोजी के नङ छाय सानु साले लाइजन छैन जति चाहिँ नङ से त्यसले दर्शित पर्वो इसे एटसेट्रा रे kai नेले सके ने जुन छुटो छ खपो जाछु कोटी यङ कोटी जम्बा छन् सिकि खानीले नम्बर देवा छोटो पाल्छो त्यो कुलले तानी छन् सर दिन्छ अनुत्पन्न शून्यता प्रतिते समोत्पादको अनिरुद्ध युगनद मायाको आभास आकाशमा पूजा मेघ समुद्रको बीचमा रत्नको सिंहासन पद्म सूर्य चन्द्रमा माथि असमनीय शक्य सिंह सुवर्ण काये 32 लक्षण 80 व्यञ्जनले युक्त 3 धर्म वस्त्र पहिरी वज्रासन मुद्रामा सुनको सुमेरो चाहिँ तेत्रो स्थिर प्रज्वली दायाँ हात भूमि स्पर्श बायाँ हात ध्यान मुद्रा अमृत्य भिक्षा पात्र धारण गरिएका श्री ज्ञानको रश्मि जालले आकाश व्याप्त काए 8 प्रमुख बोधिसत्व 12 महास्थलीय सागर रूपी आर्य परिवार परिधि लगाएको संसारान्त निर्वाणान्त स्मृतिले विमुक्ति परम सुख श्री फल ज्ञान प्रदान गर्ने शरण्य समुचय बुद्धको ध्यान गर्नुहोस्।
अब यहाँमा हजुरहरूले यहाँमा हेर्नु होला यहाँ बुद्धको फोटोले अब म एउटा यहाँमा यसको शब्दहरू अर्थ चाहिँ थाहा हुने रहेछ है यति गाह्रो छैन अब यहाँमा थाहा हुनुपर्ने के हो भने यहाँमा समाधा मेडिटेसन र विपश्यना यो दुईटा थाहा हुनुपर्छ हिँडे भएको अब विपश्यनाको मेडिटेसन सिक्ने बेला हजुरहरूले यहाँ फोटोमा हेरेर यो जस्तै बुद्ध भगवानको फोटोमा हेरेर है एकचोटि यस्तो हेर्ने अनि फेरि आँखा चिम गर्ने आँखा चिम गरेर आँखा बन्द गरेर है अनि यस्तो बुद्ध शाक्य मुनिको पिक्चर चाहिँ मनमा आउँछ आउँदैन हेर्ने फेरि केही आँखा जस्तै हातमा के छ हात कस्तो छ यो थाहा नभयो भने फेरि एकचोटि फोटो हेर्ने फेरि यस्तो गरेर तास गरौँ एक गरे फरक छैन तर हामीले हजुरहरूको बुबा आमाको नाम भन्दा बित्तिकै नै उहाँहरूको पिक्चर सबै आउँछ नि आँखा कस्तो छ मुख कस्तो छ सबै आउँछ नि यो जस्तै मनमा आउनेसम्म हजुरहरूले फोटो हेरेर फेरि यस्तो मन यस्तो गर्ने फेरि यस्तो हेर्ने है यो समाज मेडिटेसनको सर्वप्रथममा यस्तो गरेर सिक्नुपर्छ अनि फेरि अब पिक्चर यो फोटो चाहिँ प्रतिमा चाहिँ राम्रो आयोको पछि के गर्नुपर्छ बुद्ध भगवान चाहिँ फोटो जस्तो नभएर है यो 3 डाइमेन्सन इङ्ग्लिसमा यो साक्षीको जस्तै हजुरहरूले यो मनदेखि बनाउनु पर्छ फेरि यो पनि हामी साधारण शरीर जस्तै खुन रगतहरूले बनेको शरीर नभयो र यो इन्द्रनीको रूपमा हजुरहरूले यो बनाउनु पर्छ अनि इन्द्रनी रूप चाहिँ यसमा धेरै कुरा ठुलोहरू हुन्छ यहाँमा हाम्रो महायानको दृश्य पनि यसमा हुन्छ अर्को शब्दमा के भन्छ योले शून्यता भने चाहिँ यो बुद्ध भगवानको रूप चाहिँ इन्द्रनी जस्तै सोच्नुलाई योले के अरे शून्यता दर्शन गर्ने यो पनि यही हो अब यहाँमा के लेखेको छ भने फर्स्ट यहाँमा के नै पोङ्बा निदम तेन्जुङ दिस दिछे करेक्सन बोलेस के वा मे पोङ्बा निस अनि यहाँ अनुत्पन्न र शून्यता अनि प्रतीत्यसम्म पाठ भएको शब्द चाहिँ छ नि शब्दहरू त्यो चाहिँ एकदम धेरै नै महत्त्वपूर्ण छन् अब यस्तो मलाई अब साधारण एउटा कुरा एउटा बोल्ने जान्दैछु हजुरहरूले ज्ञान राख्नु होला अनि हामी लोभ हुन्छ नि लोभ चाहिँ बुद्ध भगवानले लोभी गरे एउटै भयो आइफोनले स्मार्टफोनले लोभी गरे एउटै भयो लोभ गरे एउटै भयो यस्तो छैन यो त बुद्ध भगवान भयो म धेरै लोभ गर्ने बुद्ध भूमि भने केही राम्रो एउटा हामी होलिडेमा जान्छ नि यो झाका राम्रोमा धेरै मनपर्छ नि यो जस्तै लोभी धेरै गऱ्यो भने एउटै भयो तर बुद्ध भगवानको गुणामा लोभी हटाउनुको लागि हामी शून्यतादेखि नै
बुद्ध भगवानको काया चाहिँ हामीलाई मनमा सोच्नुपर्छ यो धेरै ठुलो कुरा हो है अब म एउटा कुरा भन्छु म जहिले पनि यो कुरा गर्छु हामीहरू हात गरे सुन चाँदीको हात गरे हामीलाई लागे भने हामी ओ यो त रमाइलो छ सुन चाँदीको हो भने यस्तो भन्नु हुँदैन नि सुन चाँदीको झन् नराम्रो हुन्छ अनि हामीलाई फ्रिडम हुँदैन है यो जस्तै बुद्ध भगवानको काया बुद्ध भगवानको गुणाले लोभी भयो भने हामीलाई अशक्त भयो भने यो झन् फेरि संसारमा आउनुको तत्त्व चाहिँ यही हुन्छ हेतु चाहिँ यही हुन्छ यही कारणले हामीलाई यो शून्यतादेखि नै हामी बुद्ध भगवानको काया चाहिँ मनमा सोच्नुपर्छ यो हजुरहरूलाई पढिसकेपछि 10-15 मिनट समय भयो भने यहाँमा समाधि मेडिटेसन गर्ने सँगै यो के अरे विपश्यनाको दृश्य पनि मिसेर सुझु योगन गरेर मिसेर है अनि ज्ञान गर्नुपर्छ अनि यसको अर्थ हामी महापण्डित शान्ति देवले के भन्नु उहाँले के भनेको छ भने हिँडेर तुदेले फापुङले न्यमङ नम्बर जम्बर सेसेने थमर सिने जर्जर देयमले जिते छप्पा मेला मुंगेसु हाम्रो यो दुःखको मूल तथ्य कारण चाहिँ के हो भने आत्मा घर चाहिँ सबभन्दा मूल कज एन्ड कन्डिसन चाहिँ यही हो अनि यो हटाउनको लागि एउटा अपोजिसन दृश्य चाहियो यहाँमा सबभन्दा ठुलो सबभन्दा राम्रो मेरो आत्मा छ भने यस्तो जिम्मेवारी ग्राहकको एउटा मानको अपोजिसन के हो भने यहाँमा आत्मा छैन आत्मा नदेख्ने छैन शून्य भएको यही दृश्य चाहिँ यही ज्ञान यो विस्डमले अनि यो आत्मा घर चाहिँ हटाउन सक्छ अब यो हामी कहाँदेखि ट्रेनिङ गर्नुपर्छ भने हामी सबैले बुद्ध भगवानलाई मान्नुपर्छ यही कारणले धेरै सजिलो देखे बुद्धले हामी फेरि कहाँको मन आउँछ अनि यो हटाउनुको लागि बुद्धको काया पनि इन्द्रले जस्तै सोचेर अनि अबीको बस्ने ठाउँ अबी स्वयं यहाँ सामानहरू यो ठुलो यो सानो भने हामीले खोजेर काम पाउँछ कसले यो ठुलो यो सानो भन्नु सक्छ यो चाहिँ यो गन्जी यो ठुलो हो सानो हो भने कसले भन्नु सक्छ यो गन्जी चाहिँ ठुलो सानो देखिने सानोलाई शून्य भएको यही हो अब यो राम्रो नराम्रो भने कसले भन्नु सक्छ अब एउटा साधारण है दायाँ बायाँ भने कस्तो गरे निर्णय गर्ने अहिलेसम्म हामी मनमा के छ भने दायाँ बायाँ भने त हुन्छ हामी यसमा ठुलो विश्वास राखेको छ तर यो दायाँमा छ बायाँमा छ
यो कसले पुरो गर्न सक्छ यही कारणले फेरि हाम्रो मान्छे कस्तो हो मैले यो दायाँमै छ है कोहीले यो दायाँमा छ भने म मान्दैन यसको लागि झगडा गर्ने के गर्ने हामी यस्तो संसारको यो मानसिक यस्तो काम गर्दै जान्छ तर यो चाहिँ माया दया देखे फेरि भयो यो ठुलो सानो देखे फेरि भयो यो राम्रो नराम्रो देखे यो फेरि भयो यस्तो सोच हामीलाई आयो भने हामी कहाँमा पनि जहाँमा पनि हामीले मेन्टेन गर्न सक्छ यो ठाउँ नराम्रो यो ठाउँ राम्रो यस्तै कन्सेप्ट धारणा पनि आउँदैन यो महासिदाहरू जहाँमा पनि गयो भने उहाँको आइनामा मुस्कान हुन्छ नराम्रो ठाउँमा पनि यस्तो हुन्छ यो किन यस्तो भएको उहाँको मनमा नराम्रो राम्रो गुड ब्याड राइट रङ पोसिबल नट पोसिबल यो सबैले टेकिसक्यो यो टेक्नुको लागि हामीले मेडिटेसन गर्नुपर्छ यो मेडिटेसनमा गर्ने चाहिँ यही शब्दहरूको भित्र सोचेर सम्झेर मेडिटेसन गर्नुपर्छ अनि यो सकेपछि फेरि हामी यहाँ शब्दाङ्गको पूजा आउँछ है अब शब्दाङ्ग पूजा चाहिँ सबै पूजामा हुन्छ सूत्र पूजामा पनि हुन्छ सूत्रयाना पूजामा पनि हुन्छ सूत्रमा पनि हुन्छ अनि तन्त्रमा पनि हुन्छ तर यो चाहिँ यो के अरे गुम्बदभित्र गर्ने अनि छोकनभित्र गर्ने पूजा घरभित्र गर्ने अर्को ठाउँमा नगर्ने भन्ने होइन यो चाहिँ धेरै म चाहिँ के भन्छु भने यो शब्दाङ्ग पूजा चाहिँ बच्चाहरूको लागि पेप्सी कोका-कोला हो है अनि यो अलिकति उमेर भएको लागि पिज्जाले के आइसक्रिम जस्तै हो कोही बुढाबुढीको लागि यो रेक्सी पनि हुन सक्छ अब म के भन्नु खोजेको भने यो हजुर म यहाँ एउटा जानकारी दिन्छु है यसको पछि मलाई कन्फिडेन्स छ हजुरहरूले धेरै मन पराउनुहुन्छ अब यो किन भने पहिले यहाँ यसमा हेर्नु यो फर्स्ट सेकेन्ड पार्टमा पर्छ पछाडि हेर्नु है पछाडि हेर्नुहोस् त पेज नम्बर 1 को अगाडि पेज नम्बर 1 को अगाडि अनि त्यहाँ 1 2 3 4 5 6 7 नम्बरसम्म छ एकले हेर्नुहोस् त पेज नम्बर 1 को अगाडि माथि 1 2 3 4 5 त्यो लाइन छ अभिमानको प्रतिपक्ष वन्दना गर्ने लोभको प्रतिपक्ष पूजा गर्ने क्रोधको प्रतिपक्ष पाप देशना गर्ने ईर्ष्याको प्रतिपक्ष अनुमोदन गर्ने मोहको प्रतिपक्ष धर्म प्रवचनको लागि अनुरोध गर्ने मिथ्या दृष्टिको प्रतिपक्ष अनिर्वाणार्थ प्रार्थना गर्ने शङ्काको प्रतिपक्ष पुण्यदान गर्ने सातवटा अब यो हजुरहरूले राम्रो गरे हेर्नु सोच्नु अब यहाँ 7वटा छ नि सप्ताङ्ग पूजा 7वटा क्लेशहरू 7वटा क्लेशहरूलाई हजुर राम्रो सोच्नु यो कहाँ हुन्छ कहिले हुन्छ यो बुद्ध भगवानको छाउमा यो 7वटा क्लेश हुन्छ कि हुँदैन यो हुन्न तर यो कहाँमा खास हुन्छ भने हामी अफिसमा जाँदाखेरि ड्राइभिङ गर्ने बेला घुम्ने बेला यहीमा यो धेरै आउँछ यो 7 कुरो
अब यो साथको प्रतिपक्ष पनि कहिले हामी उपयोग गर्ने हो भने ड्राइभिङ गर्ने बेला, अफिसमा जाने बेला, काम गर्ने बेला, छिमेकीसँगै समय बिताउने बेला यो शब्दाङ्ग चाहिँ यही बेलामा चाहियो अभ्यास गर्नुपर्छ यही बेलामा। तर हामी पूजाको घरमा मन्दिरभित्र किन यो गरेको भने यो आर्मी चाहिँ कहिले झुक्छ, आर्मी क्याम्पमा त झुट्दैन, उनीहरूले ट्रेनिङ मात्र पाउँछ होइन। ट्रेनिङ सकेपछि फेरि फिल्डमा झुक्छ नि हो। यो जस्तै हामी यहाँ पूजाको घरमा बुद्ध शाक्य मुनिको चरणमा हामी यो शब्दाङ्ग पूजा गर्छौँ। तर यो उपयोग गर्ने बेला चाहिँ कहाँ हो भने म त अध्यक्ष हो, मैले यस्तो गर्नुपर्छ, म सचिव हो, यो यस्तो गर्नुपर्छ भने घमण्डी लिएर गयो भने केही नमिले पनि तुरन्तै रमाइलो हुँदैन, खुसी हुँदैन। यो के को कारणले भयो? यो घमण्डीको कारणले भयो। हजुर अध्यक्ष भयो पनि यसको भित्र यो घमण्डी उता राखेर गएपछि सबै यो इज्जत आफैले आउनु हो अनि मनमा पनि धेरै आनन्द हुन्छ। म आफैको एउटा अनुभव हजुरहरूसँग सेयर गर्न चाहन्छु है। मान्छेहरूले भन्छ एयरपोर्ट चाहिँ नराम्रो जग्गा भन्छ, म चाहिँ एयरपोर्टमा त आनन्द हुन्छ। मेरो सबभन्दा कुशल ठाउँ घिर्ने बेला एयरपोर्ट पनि घिर्छु, गन्ती गर्ने बेला म एयरपोर्ट पनि गन्ती गर्छु। किनभने एयरपोर्टको छाउमा आयो बित्तिकै यो रिभोल्ट हो, यो लामा हो, यो ठुलो हो, यो सानो हो, यो चाहिँ एकछिनको लागि उता राखेर है हिँड्नुपर्छ। अनि यो राखिसकेपछि है एयरपोर्टमा त ओटोर मात्र मान्नुपर्छ नि। ओ जुत्ता फेर्नु राख्नु, यो झोला माथि राख्नु, मुनि तान्नु, अनि यो मान्दै यस्तो जाने बेला केही दुःख मनमा सन नहोस्, मनमा पीडा केही नहुने। फेरि एयरपोर्ट भित्र अनि बाहिर आयो, अब म रिपोर्ट गयो, अब यो छ अनि अलि नभयो भने अलि सबै नहुने कुरा सबै हुने जस्तो। यो कारण किन भयो? यो पुस्तक ठुलो पढ्नु पर्दैन, ठुलो मान्छेहरूले प्रश्न उठ्नु पर्दैन, यो आफै अनुभवदेखि थाहा हुनुपर्ने कुरा हो। यही कारणले यो शब्दाङ्ग चाहिँ किन गर्ने भनेको यहाँमा 7वटाको कैलाश यो हटाउनु लागि यो शब्दाङ्ग पूजा गरेको। जस्तै अनुमोदन, अब यो झलसे है अनुमोदन कहिले आउँछ? बुद्ध भगवानको चरणमा हजुरहरूले बुद्धले यो झलसे आउँछ, ऐसा आउँछ आउँदैन नि। फेरि ऐसा कहाँ आउँछ? साथीसँग यस्तोमा आउँछ। म एउटा हजुरहरूले सबैले थाहा छ एउटा उदाहरण एउटा भन्छ है। 3 इडियट कसले देखेछ? कसले हेरेछ? 3 इडियट फिल्म कसले हेरेछ? हात उठाउनु। कसले हेरेको छैन? यस्तो होइन होला। 3 इडियट्स। यसमा एउटा कुरा म यहाँमा उदाहरण राख्न चाहन्छु। अनि 3 जना छ नि, एउटाले यो एक्जाम सकेपछि लिस्ट चाहिँ उता राख्छ है, अनि उनीहरू दौडेर यो लिस्टमा जान्छ। लिस्ट हेर्नुले पहिले सुरु चाहिँ कहाँ गर्छ भने मुनिदेखि नै मुनिदेखि गिनेर नम्बर 1मा को आउँछ भने यस्तो हेरेर जान्छ। तर उहाँहरूको सबभन्दा सीमित साथी खेल्ने केही नगर्ने एउटा
यो उहाँको नाम चाहिँ मुनिदेखि गिन्ती गरेर 10 भित्र आयो छैन है। अनि त उनीहरू धेरै मन दुखेर उहाँहरूको साथी फेल भयो होला सोचेर फेरि देखेपछि ऊ त नम्बर 1 मा आयो छ त। ऊ धेरै अचम्म भयो, फेरि मन दुख्यो। अनि साथीले भन्यो किन हजुर मन दुख्यो भन्यो, के हो यो मन चाहिँ? साथी फेल भयो भने मन दुख्ने, फेरि साथी नम्बर 1 भयो भने फेरि खुसी नहुने। यो कुरा चाहिँ हामीलाई सधैँ हामी साथमा हुन्छ। अब यसको प्रतिपक्ष के चाहिन्छ भने अनुमोदन गर्ने। अनुमोदन गरेपछि धेरै शान्ति हुन्छ। हजुरहरू हेर्नु, टेस्ट गर्नु। म यो गर्ने भने यो कसम लिनु पर्दैन। जस्तै एउटा प्रमोसन भयो भने, एउटा हामी कलेज प्रमोसन भयो भने है, यसको सोच्नु न ऊ के नभएको, उसले के भएको, ऊ पनि सरकारी हो तर उसले के नभयो भने यस्तो सोच्नुभन्दा हामीलाई एउटाले नपायो भने कस्तो दुःख, तर एउटाले त पायो। यो पाउनु सजिलो छैन। मैले पनि कति कोसिस गर्यो, कति यो अध्यक्षको छाउमा हाँसे, कुरा राम्रो भन्यो, कति गर्यो, अझै पाएन। बेचारा उहाँले त मैले नपायो भने त होस्, एउटाले त पायो भने यस्तो सोच गरेपछि आनन्द हुन्छ। उहाँले प्रमोसन भयो भने खुसी हुन्छ।